सम्माननीय सभामुख महोदय, 2075 जेठको 19 गते कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर 9 को दलित महिला जनप्रतिनिधि मोना सार्कीको हत्या भएको कुरा सत्य हो। यो वडा तलमाथि पर्न गएकोमा म क्षमा प्रार्थी छु। तर सो ठाउँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिज्यूले एकजना जनप्रतिनिधिको हत्या भएको विषयलाई हत्या नै नभएको जसरी समस्तको रेकर्डबाट हटाउन जसरी भन्नुभएको छ, यसप्रति गम्भीर ध्यान आकर्षण भएको छ। हाम्रो एउटा दलित महिला वडा सदस्यको जुन ढङ्गबाट हत्या भएको छ, यो कुरालाई यति सजिलै रूपमा चाहिँ लिनु हुँदैन। यो वडा तलमाथि परेकोमा क्षमा प्रार्थी छु। सम्माननीय सभामुख महोदय, यही चैतको 13 गते राति नेपालगञ्जको कोरियनपुर 12 को कोरियनपुरमा 23 वर्षीय सिर्जना बुढाको पेट्रोल छर्केर हत्या भएको छ। त्यो घटनालाई गम्भीरतापूर्वक लिनको लागि म सबैको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस पूर्व उनले प्रहरीमा उजुरी गरेकी थिइन्, तर प्रहरीले गम्भीरतापूर्वक नलिँदाखेरि यो घटना घटेको छ। महिलाको हत्या र हिंसाका घटनामा राज्य गम्भीर बन्नलाई म सबैको ध्यान आकर्षण गराउन चाहन्छु। र उनको 3 वर्षीय नाबालिका छोरी छन्, उनको लालन पालनको लागि चाहिँ